14:54 बजे पहिलो पटक प्रहरीद्वारा गोली प्रहार गरिएको थियो। यी सबै धेरै ठुलोहरू गाडीले प्रहरीको लाई लक्षित गरी प्रहरीमाथि नै चढाउने उद्देश्यका साथ तीव्र गतिमा प्रहरीलाई दुर्घटना गराउने अथवा केही प्रहरी घाइते बनाउने अवस्थामा चाहिँ त्यसरी गएको हामीले तर अनुसन्धानकै क्रममा छ र हामी खोजीमा छौँ र हामी छिटै पक्राउ गर्छौँ भन्ने हामी विश्वस्त छौँ। एउटा कुरा र दोस्रो कुरा त्यो मान्छे किन कसरी भाग्यो भन्ने भन्दा पनि अब डेफिनेटली त्यो ठाउँमा ठुलो अवस्था थियो र प्रहरीले उसलाई पक्राउ गरेर लिएर जाँदै गर्दाखेरि अब त्यो ठुलो भिड भएको कारणले गर्दाखेरि त्यो अलिकति सम्भव भएन। तपाईँले यसलाई हामी त्यसरी त्यो हिसाबले पनि लियौँ तर त्यही पनि प्रहरीसम्म मात्रै आउँछ भन्ने थियो। तर यसरी व्यक्तिगत रूपमा व्यक्तिको घर तोडफोड लुटपाट आगजनी लगायतका जुन हिसाबको हिंसात्मक घटनाहरू भए ती घटनाहरू हुने भन्ने चाहिँ यो अलिकति कल्पनाभन्दा अलिकति बाहिर। मान्छे जलिरहेको छ, तपाईँहरूले प्लिज गएर हेरिदिनुहोस् धेरैचोटि भने होइन, तर उहाँले के भन्नुभयो भने छैन 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 भनिरहनु भयो क्या। अनि त्यसपछि चाहिँ अनि सबिन मर्जर लगायतका अन्य व्यक्तिहरू अर्थात् त्यो एरियामा चाहिँ धेरै गोली लागेको अवस्था चाहिँ त्यस कारणले भएको। त्यसमा चाहिँ ठुलो धनधनको क्षति प्रहरीको त्यो उद्देश्य कुनै पनि होइन तर यहाँनिर ठुलो दुर्घटना नहोस् भन्नको लागि नियन्त्रणको लागि गरिएका सब क्रियाकलापहरू प्रत्यक्ष रूपमा अब हामी संसद भवन, सिंहदरबार र एयरपोर्ट कब्जा गर्न जानुपर्छ भनेर भिडलाई दुर्गा प्रसाद त्यसपछि रविन्द्र मिश्रले त्यहाँनिर गएर माइकिङ गरेको अवस्था देखिन्छ। यसले समष्टिगत रूपमा चाहिँ त्यहाँ कुनै राजनीतिक कार्यक्रम गर्ने उद्देश्य नभइकन त्यहाँनिर गएर अन्य क्रियाकलापहरू उक्त भिडबाट उक्त समयबाट भएको अवस्था चाहिँ देख्न सकिन्छ। एयरपोर्टमा समेत ठुलो मात्रामा फ्युलहरू रहेको अवस्थामा त्यो एयरपोर्ट पनि कब्जा गर्ने यो ठुलो क्षति हुन सक्ने अवस्थालाई ध्यानमा देखेर 14:54 बजे पहिलो पटक प्रहरीद्वारा गोली प्रहार गरिएको थियो। यी सबै धेरै ठुलोहरू यसको उद्देश्य कुनै राजनीति नभइकन कुनै सर्टेन हिसाबले नियन्त्रण गर्न सक्ने यसको उद्देश्य नदेखिकन 14:54 पहिलो पटक प्रहरीले त्यो भिड नियन्त्रण गर्नको लागि हतियार प्रयोग गरेको थियो। एकजना सांसदको गाडी जलाइएको छ। त्यस्तै गरी समाजवादीको पार्टी कार्यालयहरूमा आगजनी गरिएको अवस्थाहरू देखिन सकिन्छ। त्यसै गरेर विभिन्न स्थानहरूमा यसरी प्रहरीले नचाहँदै पनि विभिन्न अवस्थामा शान्तिपूर्ण रूपमा त्यसबाट मान्छेहरू भड्काएर त्यसलाई अब हामी बानेश्वर कब्जा गर्न जानुपर्छ, हामी यहाँ बस्ने उद्देश्य होइन भन्ने सुरुमै एक किसिमले एनाउन्सिङ भएको थियो, जुन चिजहरू अहिले मैले भिडियोमा पनि देखाएँ। यो कोटेश्वरको भात बदलिने अगाडिको घटना हो। यो अन्दाजी कोटिरहेको समय 5 बजेको अराउन्ड थियो। कार्यक्रम सुरु हुनुभन्दा धेरै अगाडि नै त्यो ठाउँमा चाहिँ अब हामी गएर तोडफोड भन्दैछ प्रहरी त्यतिखेर चाहिँ केही लेभलको सशक्तित भयो र त्यसले गर्दाखेरि अब डेफिनेटली अब उसले गएर हुन त अब त्यो पहिलेको भिडको उद्देश्य त्यही थियो सुरुदेखि नै। त्यसमा कुनै राजनैतिक कार्यक्रम गर्ने उद्देश्य देखिएको थिएन। होइन, नियन्त्रणमा लिएको हो, गाडी पनि नियन्त्रण लिएको, व्यक्तिलाई नियन्त्रण हो। व्यक्तिले नियन्त्रण लिएर जाँदै गर्ने बेला जुन तपाईँहरूले देखिनु भएको छ हामी प्रहरी कार्यालयमा लाँदै थियो त्यो त्यहाँबाट। तर अब त्यो भिड यति छोडेपछि भन्दा पनि अब अराजकता सुरुदेखि पहिलेदेखि हो। मैले भने कार्यक्रम सुरु हुँदै त्यहाँ अलिकति उनीहरूको सङ्ख्या हुनासाथ अराजक हुन सुरु भइसक्यो सुरुदेखि नै। अब त्यो अनुसन्धानकै विषय छ, हामी खोजी गर्दैछौँ। एउटा प्रश्न होइन। अर्को प्रश्न चाहिँ जब सुरेश रजक चाहिँ त्यहाँ जलिरहेको अवस्था थियो त्यहाँ म प्रत्यक्ष त्यहाँ 3-4 घन्टादेखि म त्यहाँ थिएँ। मैले चाहिँ के भने उहाँको दाइ मेरो क्यामेरा पर्सन हुनुहुन्थ्यो, उहाँले चाहिँ मेरो भाइ त्यहाँ जलिरहेको छ भनेर उहाँ खिची पनि रहनु भएको थियो, एकदम भावियल हुनुहुन्थ्यो। अनि मैले धेरैजना त्यहाँ प्रहरीसँग एपिएफसँग नेपाल प्रहरीसँग चाहिँ कोअर्डिनेसन गरेँ, प्लिज यो चाहिँ यहाँबाट चाहिँ या हामी ठुलो धनदानको क्षति हुने बेलामा हामी गोली प्रहार गर्छौँ या आफ्नै उसले रोक्न सक्छौँ या अन्य व्यक्तिको प्रोटेक्सनको लागि पनि गोली प्रहार हुन्छ। त्यसमा गोली प्रहारका विभिन्न प्रभावहरू छन्। ठ्याक्कै गोली लागेको चाहिँ कतिजनालाई हो, कति चलाइया हो? अहिलेसम्म टोटल गोली लागेको घाइतेहरू हेर्ने भने 16 जना घाइते देखिन्छ। 16 जनालाई नै गोली लाग्यो? हजुर। तर मैले भन्दा फेरि 16 एउटा सङ्ख्या नहुन सक्छ, किनभने कोही एउटा गोलीले 2 जनालाई लागेको अवस्था पनि देखिन्छ।